लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको बीच भागबाट बग्ने देशकै लामो नदी कर्णाली नदी। हिमालका अग्ला चुचुरा अनि पहाडका पाखा पखेरा हुँदै तराईको समथर भूभागमा आइपुग्दा दुईवटा भङ्गालो बन्न पुग्छ, कर्णाली नदी र गेरुवा नदी। दुई भङ्गालोको अङ्गालोमा रहेको बर्दियाको गेरुवा गाउँपालिका मौलिक जीवनशैली, प्राकृतिक सुन्दरता र उर्वर भूमिले प्रख्यात रहेको छ। कर्णाली नदीको बीचमा र बर्दिया राष्ट्रिय निकुञ्जको काखमा रहेको छ गेरुवा गाउँपालिका। तीनतिरबाट नदीले घेरेको यस गाउँपालिकाको पूर्व र उत्तरमा बर्दिया राष्ट्रिय निकुञ्ज, पश्चिममा कैलाली जिल्ला र दक्षिणमा राजापुर नगरपालिका रहेको छ। यस गाउँपालिकाको केन्द्र बर्दियाको सदरमुकाम गुलरियादेखि 40 किलोमिटर पश्चिममा पर्दछ। 78.41 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस गाउँपालिका 6वटा वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको जनसङ्ख्या 38,514 रहेको छ। 63% थारू समुदायको बसोबास रहेको यस गाउँपालिकामा विभिन्न जात जातिको बसोबास रहेको छ। नेपालमै लोप हुने अवस्थामा रहेका सोनाहा जातिहरू पनि यस गाउँपालिकामा रहेका छन्। मुख्य पेसा कृषि रहेको यस गाउँपालिकामा सिँचाइ सुविधा भएकाले 12 महिना खेती हुने गर्दछ। कुल भूभागको 70% भूभाग कृषियोग्य जमिनले ओगटेको छ। यस गाउँपालिकामा बर्खे धान, चैते धान, गहुँ, मकै, उखु लगायतका खेती गर्ने गरिन्छ। कृषि र पशुपालन यस गाउँपालिकाको मुख्य आम्दानीको स्रोत हो। गेरुवा गाउँपालिका प्राकृतिक रूपमा अत्यन्त सुन्दर रहेको छ। यो चाहिँ कर्णाली नदीको दक्षिणपट्टि रहेको एउटा उता पारिपट्टि कैलालीको कर्णाली र यतापट्टि अथवा चाहिँ पूर्वी साइडमा रहेको गेरुवाको भङ्गालोको बिचमा रहेको यो कृषिको एकदम उर्वर भूमिको रूपमा रहेको छ। प्रशस्त मात्रामा यहाँ कृषि उब्जनी हुने, यहाँ 12 महिना उब्जनी हुन्छ। यहाँ हजुरको चाहिँ चैते धान हुन्छ, मकै खेती, चैते हिउँदे मकै खेती हुन्छ, बर्खे चाहिँ धान हुन्छ र उखुको समेत अहिले पछिल्लो पटकमा उखुको समेत नगदे आम्दानीको रूपमा लिएको छ। तोरीको त्यत्तिकै चाहिँ सम्भावना पुगेको छ। बर्दिया राष्ट्रिय निकुञ्जको पश्चिम किनारामा रहेको गेरुवा गाउँपालिकामा पर्यटकीय सम्भावना प्रचुर मात्रामा रहेको छ। कर्णाली र गेरुवा नदीको किनारमा बसेर बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तु मजाले हेर्न पाइन्छ। ओखरिया इन्टेकमा उभिएर चुरे पहाड र चिसापानी पुलको मनमोहक दृश्यावलोकन गर्दै चिसो बतासको मजा लिन पाइन्छ। प्रचुर सम्भावना चाहिँ भएको ठाउँ पर्यो। हामीसँगै सटेको चाहिँ बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्वारा चाहिँ पनि पर्यटक भेटिने ठाउँ र हामीहरू कहाँ पनि के छ भने त्यो माथिल्लो बाटो सिजनमा पर्यटक यता आउने छ। सामान्य होमस्टेहरूमा पनि उहाँहरू चाहिँ पर्यटकहरू बसेर यहाँबाट चाहिँ जानुहुन्छ। थारू, सोनाहा लगायतका समुदायको मौलिक परम्परागत कला संस्कृति रहन सहन हेर्न पाइन्छ। गेरुवा गाउँपालिकाबाट बर्दिया राष्ट्रिय निकुञ्जमा विचरण गरिरहेका पाटेबाघ, गैँडा, हात्ती, चितुवा, चित्तल, बारसिङा, मयूर लगायतका वन्यजन्तु सहजै देख्न सकिन्छ। गाउँपालिकाभित्र रहेका सामुदायिक वन, खोलानाला, चौरमा समेत वन्यजन्तु देख्न सकिन्छ। गेरुवा गाउँपालिकाको करिब 35 किलोमिटर सिमाना बर्दिया राष्ट्रिय निकुञ्ज र नदी पर्दछ।
नदी किनारमा बसेर वन्यजन्तु र जैविक विविधता निहाल्न पाइन्छ। मसानबाट चढेर हामी चाहिँ लगभग हात्ती, गैँडा, बाघ लगायतका चितल लगायतका धेरै जनावरहरू हामी हेर्न पाउँछौँ। हाम्रो यो गेरुवा गाउँपालिकाको भौगोलिक रूपमा अब सबैलाई थाहा नै छ। बर्दिया राष्ट्रिय निकुञ्ज एकातिर छ भने अर्कोतिर कर्णाली नदी छ, सँगसँगै गेरुवा नदी पनि। र यहाँ चाहिँ पर्यटकीय रूपमा चाहिँ घुम्न चाहनेहरूको लागि चाहिँ प्रशस्त अपर्च्युनिटीहरू, अब सामुदायिक वनहरू पनि प्रशस्त छ। ओखरिया इन्टेकमा चाहिँ थोरै प्रयासहरू भइरहेको थियो र अहिले पनि हेर्न लायक चाहिँ छ। कर्णाली चिसापानीको पहाडदेखि लिएर दुईतिरका नदीहरू र एउटा यो क्षेत्रको मुटु नै मानिन्छ। रक्त सञ्चारको लागि जसरी मुटुले काम गर्छ त्यसरी यहाँको कृषिको लागि चाहिँ अब ओखरिया इन्टेक नै सिँचाइको लागि मुख्य आधार चाहिँ यो ठाउँको हो। र सँगसँगै आएर हेर्नको लागि यो ठाउँमा आउनुभयो भने कहिल्यै पनि बाघ, गैँडा र हात्ती चाहिँ एकदमै देखिराख्न सक्नुहुन्छ, जङ्गली त्यो पनि। 4-5वटा गैँडा त तपाईँको दैनिक साँझ पऱ्यो कि अब समुदायको खेतमै हो सर्ने। अब यता गैँडाको लागि पानी पनि प्रशस्त, तालिएको पानी। अब घाँस पनि यतातिर एकदमै नदीको छेउछाउ भएको हुँदा पानी जहाँ छ त्यहाँ घाँस छ। घाँस भएपछि गैँडा पनि यतै बस्दो रहेछ। तर हात्ती पनि यो हाम्रो यो गेरुवा क्षेत्रमा चाहिँ एकदमै आइरहेको छ। र यी जनावरहरू हेर्न साँझ नदीको छेउमा बसेर हेर्नुभयो भने चितलहरू चरेको एकदम प्रष्ट देख्न सक्नुहुन्छ। कहिलेकाहीँ त बाघले चितललाई समातिरहेको पनि देख्न सक्ने अवस्था चाहिँ छ। कर्णाली नदीको सनकट्टी घाटमा डल्फिनले डुबुल्की लगाएको समेत हेर्न पाइन्छ। यो नेपालमै दुर्लभ हुन लागेको चिज हाम्रो सनकट्टी घाटमा वर्षेनी त्यहाँ पनि निस्किन्छ सर, डल्फिन माछा पनि निस्किन्छ। त्यसलाई पनि हेर्न सकिन्छ। त्यो डुङ्गाबाट पनि मजाले त्यो डल्फिन हेर्न सकिन्छ। र त्यही डुङ्गामै बसेर अब के अरे जङ्गली हात्तीहरूलाई पनि देख्न सकिन्छ। यसो खोलाको किनारमा गयो भने जङ्गली जनावरहरू देख्न पाइने, नदीको किनारमा गयो भने जस्तै बर्दिया राष्ट्रिय निकुञ्जमा तपाईँको गाडी हायर गरेर भित्र छिरेर हेर्न पाइन्छ भने हाम्रो गेरुवामा चाहिँ नदीको धिकमा, खोलाको धिकमा साँझ पख गयो भने त्यही तपाईँको दिउँसै भनौँ न 6-7 बजेतिर अब त्यति अँध्यारो पनि हुन्न, उज्यालैमा देख्न पाइन्छ। गेरुवा गाउँपालिकाको मुख्य पर्यटकीय स्थल ओखरिया इन्टेक हो। गेरुवा र राजापुर क्षेत्रको सिँचाइका लागि निर्माण गरिएको ओखरिया इन्टेकबाट प्रसिद्ध चिसापानी पुल, बर्दिया राष्ट्रिय निकुञ्ज र चुरे क्षेत्रको अवलोकन गर्न सकिन्छ। चिसापानी पुलको चिसो बताससँगै वनभोज खानु छुट्टै आनन्दको अनुभूति हुन्छ। इन्टेकको छेउमा रहेको शहीद स्मृति पार्कको अवलोकन गर्दै ट्री हाउसमा बास बस्न पनि निकै आनन्दित हुने गर्दछ। गेरुवा आफैमा प्राकृतिक सुन्दरता बोकेको ठाउँ। यहाँको प्राकृतिक सौन्दर्यता, यहाँको कला संस्कृतिले गर्दाखेरि जहाँसम्म लाग्छ आन्तरिक तथा बाह्य पर्यटकहरू गेरुवालाई एउटा पर्यटकीय केन्द्रको रूपमा पर्वत हुँदै अगाडि बढिरहेको जस्तो लाग्छ। जहाँसम्म लाग्छ पछिल्लो चरणमा गेरुवाको इन्टेक भन्ने ठाउँमा यहाँको आन्तरिक तथा केही बाह्य पर्यटकहरू यस ठाउँको प्राकृतिक सौन्दर्यता हेर्नको निम्ति गेरुवा क्षेत्रमा आइसकेपछि तपाईँको अब दुर्लभ वन्यजन्तुको रूपमा चिने तपाईँ पाटे बाघ, अब बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत रहेका तपाईँको हामीले मध्यौटी सामुदायिक वनहरू जहाँसम्म लाग्छ धेरै सामुदायिक वनहरू तपाईँको अब गाउँभित्रै भएको कारणले गर्दाखेरि यहाँ आइसकेपछि हामीले मजासँग एक दिनको बसाइको हिसाबले हेर्दाखेरि हामीले यहाँका पाटे बाघहरू हेर्न सक्छौँ। गेरुवा कर्णाली नदीमा तपाईँको अब डल्फिन हेर्न सक्छौँ, चितुवाहरू हेर्न सक्छौँ। अहिले अब यहीँबाट तपाईँको अब एकसिङे गैँडाहरू पनि हेर्न सक्छौँ। र सँगसँगै तपाईँको अब हात्तीको त अब कुरै नगरौँ होइन,
प्रत्येक दिन तपाईँको हाम्रा अब यहाँका अब उपभोक्ताहरूको यहाँका किसानहरूको बस्तीमा तपाईँको प्रत्येक दिन धान खान अन्न बालीहरू खानको निम्ति तपाईँको हात्तीहरू आइरहेको छ र सँगसँगै अन्य अब साना जनावरहरू पनि तपाईँको नजिकबाटै मजासँग तपाईँको कर्णालीकै धेकैमा गएर तपाईँको नजिकबाट तपाईँको हामीले अवलोकन गर्न सक्छौँ। गेरुवाको पर्यटकीय क्षेत्रलाई लक्षित गरी पर्यटकहरूको सेवा सुविधाका लागि होमस्टे र साना होटल व्यवसाय सञ्चालनमा छन्। होमस्टेहरू पर्यटकीय क्षेत्रको प्रचार प्रसार र कला संस्कृतिको जगेर्ना गर्नका लागि महत्त्वपूर्ण भूमिका खेलेका छन्। जनकनगर मध्ययुगी सामुदायिक होमस्टेको केही अर्ग्यानिक थारू कला संस्कृति र सँगसँगै यहाँको अर्ग्यानिक टिपिकल थारू खानाहरू खानको निम्ति यहाँका पर्यटकहरू लोभ्याउँदै गइरहेको अवस्थाहरू देखिन्छ र हामीले जुन किसिमले यस ठाउँको प्रमोट गर्नुपर्ने हो र त्यो किसिमको त हुन सकिरहेको अवस्थाहरू त छैन। तर पनि जहाँसम्म लाग्छ यस गेरुवा गाउँपालिका अन्तर्गतमा रहेको बर्दिया राष्ट्रिय निकुञ्जको काखैमा रहेको अवस्थित यस जनकनगर मध्ययुगी सामुदायिक होमस्टे के हदसम्म आफ्ना आयोजनका कार्यक्रम अगाडि बढाइरहेको अवस्थाहरू छ। बर्दिया राष्ट्रिय निकुञ्जमा अवस्थित जहाँसम्म लाग्छ थुप्रै किसिमका जस्तै नजिकका रहेका मध्ययुगी सामुदायिक वनहरूमा हामीले अब दुर्लभ वन्यजन्तुको रूपमा चिनिने पाटेभाग, कर्णाली नदीमा तपाईँको डल्फिन, सँगसँगै यहाँका अब कला संस्कृतिहरू जुन हिसाबमा विविध जात जातिका कला संस्कृतिहरू सँगसँगै होमस्टेमा पनि तपाईँको अब थारू समुदायमा अवस्थित होमस्टे हामीले 6-7 किसिमका तपाईँको थारू कला संस्कृतिहरू हामीले मजासँग अवलोकन लिन सक्छौँ र हामीले अब यस होमस्टेमा थारू कला संस्कृति छ, अर्ग्यानिक तपाईँको थारू खानेकुराहरू अब हामीले अब मजासँग तपाईँको अब अनुभव र स्वाद लिन सकिन्छ जस्तो लाग्छ। होमस्टेहरूलाई चाहिँ प्रबन्धन गरिरहेका छौँ। होमस्टेलाई चाहिँ यहाँ चाहिँ विभिन्न चाहिँ समूहमा होमस्टे सञ्चालन भएका छन् र होमस्टेमा चाहिँ आन्तरिक पर्यटनहरू पनि आइरहनु भएको छ र बाहिरी पर्यटकहरू पनि आइरहनु भएको छ। ओखरिया इन्टेकलाई पर्यटकीय क्षेत्र बनाउनका लागि गेरुवा गाउँपालिकाले लगानी गर्दै आएको छ। घुम्न आउने पर्यटकहरूलाई बस्ने स्थान, टहरा, प्रतीक्षालय, खानेपानी, शौचालय जस्ता भौतिक संरचना निर्माण गरिएको छ। हामीले त्यो ठाउँमा थोरै रकम भए पनि बर्दिया राष्ट्रिय निकुञ्जसँग बसेर के अरे उहाँहरूसँग सल्लाह गरेर त्यो पार्कको ठ्याक्कै अपोजिट साइडमा हामीले गोलघरहरू, टोयलेटहरू हो, अलिकति पिकनिक स्पोट चाहिँ छ त्यहाँ, त्यसलाई चाहिँ केही हामीले टहरा भयो परिवेशले केही सुधार गर्ने गरेका छौँ। वनभोज कार्यक्रमहरू सञ्चालन गर्ने गरिएको छ। विशेष त हाम्रो चाहिँ माघीमा दसैँपछि हाम्रो चाहिँ तिहारको दीपावलीपछि चाहिँ खचाखच रूपमा पर्यटकहरू आन्तरिक पर्यटक आउने गर्नुभएको छ। त्यो स्थलमा हामीले शौचालय निर्माण गरेका छौँ। त्यहाँ चाहिँ पर्यटकहरूलाई सुविधा होस् भनेर हामीले चाहिँ
खानेपानीको व्यवस्था गरेका छौँ। केही चाहिँ हात्ती गैँडा बाघका चाहिँ हाम्रो चाहिँ यो साङ्केतिक रूपमा चाहिँ चित्रहरू बनाएका छौँ। त्यहाँ ठाउँ ठाउँमा बस्नको लागि हामीले आराम कक्षहरू राखेका छौँ। केही झुलुङ्गहरूदेखि लिएर गर्मीमा अथवा जाडोमा छल्नको लागि हामीले चाहिँ त्यहाँ टहराहरू लगायत त्यो गोलघरहरू निर्माण गरेका छौँ। र हामीले यो हाम्रो चाहिँ यो मध्यवर्ती क्षेत्र भएको हुनाले हामीले सोचे जति अथवा गाउँपालिकाले चाहेर पनि लगानी गर्न सकेको छैन। पर्यटन मन्त्रालयसँग समन्वय गरेर इन्टेकको छेउमा रहेको शहीद स्मृति पार्क निर्माणको काम अगाडि सारिएको छ। शहीद स्मृति पार्क भनेको जनकनगर मध्यवर्ती सामुदायिक वन क्षेत्रभित्र रहेको हुनाले अब त्यो ठाउँमा संरचनाहरू बनाउनलाई तपाईँको निकुञ्जको भनाइअनुसार आइई पास गर्नुपर्छ। प्राथमिक सर्वेक्षणबाट भने सर्वेक्षण नगरेसम्म चाहिँ त्यहाँ संरचनाहरू बनाउन नदिने। अब त्यसैले यसको लागि हामी पहल गर्दैछौँ। बल्ल तपाईँको आइई पास भइसकेपछि बल्ल थप योजनाहरू त्यहाँ बनाउने योजना छ। तर हाम्रो त्यो ठाउँको लागि त 3.5 करोड बजेट परेको अवस्था छ। तर इआई पास नभएर मात्र रोकेको अवस्था छ। त्यो पास हुने बित्तिकै थप योजनाहरू बन्छ भनेपछि अब त्यो पार्क त्यो 3.5 करोडभित्र तपाईँको सर्वप्रथम त तपाईँको चारैतिर बाउन्डरी हुन्छ। त्यो बाउन्डरी भइसकेपछि तपाईँको 4 ठाउँमा हाम्रो यो मचानहरू बन्छ। अनि तपाईँको प्रतीक्षालयहरू बन्छ, सार्वजनिक टोयलेट बन्छ, गेट बन्छ, मन्दिर बन्छ। अनि गएर तपाईँको अब अफिसियल भवनहरू बन्छ। त्यसपछि त्यो बनिसकेपछि हाम्रा 1200 बिरुवाहरू त्यहाँ रोप्छौँ। त्यसरी हाम्रो व्यवस्थित हुँदै जान्छ र व्यवस्थित हुन्छ। र तपाईँको जुन पार्कभित्र रहेको पोखरी छ त्यो पोखरीमा हामीहरू चाहिँ अब यो गोहीहरू राखेर अनि माछाहरू राखेर त्यसरी पनि त्यो ठाउँलाई व्यवस्थित गर्ने योजना मारेका छौँ। जैविक मार्गको संरक्षण गर्दै पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने गाउँपालिकाको योजना रहेको छ। हाम्रो यो पर्यटकीय स्थल इन्टेक वडा नम्बर 1 मा इन्टेक छ। त्यहाँ चाहिँ हामीले बनाउन चाहिँ खोज्यौँ। टेन्डर पनि भयो 3 वर्ष अगाडि। त्यसपछि यो प्रक्रियामा रुकेर आइई हुन चाहिँ सकेन। पर्यटन मन्त्रालय र हाम्रो साझेदारीमा भनेर चाहिँ हामीले सम्झौता गरी ठेक्का निकाल्यौँ। र अब त पर्यटन मन्त्रालय पनि त्यो हात झिकिसकेको छ। र हालसालै हामीले राष्ट्रिय निकुञ्ज र हामी बसेर एउटा छलफल गरेर ल अब चाहिँ सहमति दिने भन्ने खालको एउटा उहाँहरूले दिनुभएको छ। हामीले मन्त्रालय पनि पेश गरेका छौँ। र यो प्रक्रिया पहिले हामीले 2 चोटि कन्स्टिट्युएन्सीलाई आह्वान गरेर पनि लाग्यो। त्यति बेला हुन सकेन तत्कालीन समयमा। र अहिले हामीले जुन ठेक्का गरेको छ त्यसलाई अलिकति रिभ्यू गरेर निकुञ्ज र हामी बसेर सहमति गरेर चाहिँ अहिले चाहिँ सहमति दिएको छ बर्दिया राष्ट्रिय निकुञ्जले। त्यो स्वीकृति भएर आयो भने हामीले विगतमा गरेको ठेक्का प्रक्रिया चाहिँ अगाडि बढ्छ। हामीले पर्याप्त गर्न चाहिँ खोजेर पनि गर्न नसकिने परिस्थिति किनभने हामी बफरमा छौँ। बर्दिया राष्ट्रिय निकुञ्ज उहाँहरूको पनि कानुनी हिसाबले त्यहाँको पनि मापदण्ड छ। त्यसलाई पनि हामीले मिचेर गर्न चाहिँ नमिल्ने। त्यस कारणले सहकार्य भएर केही कुराहरू हामीले गरेका छौँ। हाम्रो चाहिँ गेरुवा 1 स्थित रहेको यो उखरिया इन्टेक स्थित रहेको यो शहीद स्मृति पार्क रहेको छ। 78 सालमा सुरुवात गरेका थियौँ। तर तथापि विभिन्न प्राविधिक कारणले गर्दा यो अहिलेसम्म चाहिँ यसले मूर्त रूप लिन सकेको छैन। र यो शहीद स्मृति पार्क निर्माण गर्नु मुख्य उद्देश्य भनेको हामीले पर्यटनको समान रहेको उखरिया इन्टेक क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटनलाई आकर्षण गर्नको लागि पार्क निर्माण गर्ने र पिकनिकको साथसाथै त्यसलाई अलि मनोरञ्जन स्थलको रूपमा चाहिँ हामीले स्थापित गर्ने गाउँपालिका उद्देश्य रहेको थियो। र 2078 सालमा सुरुवात गरेको सो योजना राष्ट्रिय निकुञ्ज यहाँलाई जानकारी नै छ। हाम्रो चाहिँ गेरुवा गाउँपालिका बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित रहेको छ। र मध्यवर्ती क्षेत्रमा सरकारको नीतिले गर्दाखेरि हामीले विकास निर्माणका कार्यहरू गर्दाखेरि राष्ट्रिय निकुञ्जको प्रत्यक्ष रूपमा अनुमति लिनुपर्ने साथै आइई र इआई गर्नुपर्ने कारणले गर्दा हामीले यसलाई समयमा चाहिँ अझै सम्पन्न गर्न सकेका छौँ। तथापि यसलाई हामीले सुरुवातको लागि ठेक्कापट्टा भएर यो चाहिँ कानुनीको चरणमा रहेको छ। र यो विशेष गरेर इआईएको क्रममा चाहिँ अलिकता
यो निकुञ्ज समूहको केही प्रक्रियागत कठिनाइले गर्दा अझै हुन सकेको छैन। यो आइएको अन्तिम प्रक्रियामा छ। सम्भवतः यो आइ चाहिँ छिट्टै सम्पन्न भएर हामीले यो शहीद स्मृति पार्कको निर्माण कार्य चाहिँ थालनी गर्नेछौँ र यदि शहीद स्मृति पार्क निर्माण भयो भने यसले अझ गेरुवाको पर्यटनमा चाहिँ प्रवर्धन गरेर गेरुवाको आम्दानीमा समेत जोड दिनेछ। ओखरिया इन्टेकसम्म पुग्नका लागि सडक स्तरोन्नतिका काम गरिएको छ। स्थानीय प्रदेश र सङ्घीय सरकारको समन्वयमा पर्यटकीय क्षेत्र पहुँच मार्गको विस्तार गरिएको छ। गेरुवा गाउँपालिकाको पश्चिमी क्षेत्र पर्यटकीय पहुँच मार्गको रूपमा जसलाई हामीले चिन्ने गरेका छौँ। दौलतपुर घाटदेखि इन्टेक जोड्ने सडक प्रदेश सरकारको लगानीमा हालै सम्पन्न भएको छ, जसले गर्दाखेरि इन्टेकको पर्यटकीय विकासमा चाहिँ टेवा पुर्याएको छ। त्यसै गरी सुदूरपश्चिम प्रदेशसँग जोड्ने सनकट्टीमा निर्माणाधीन पुल तीव्र गतिमा निर्माण भइरहेको छ र सो पुलसँग जोड्ने सडक गेरुवा गाउँपालिकाको लगानीमा कार्य भइरहेको छ। सनकट्टीको विद्यालयदेखि पुलसम्म चाहिँ गेरुवा गाउँपालिकाको लगानीमा चाहिँ निर्माण कार्य भइरहेको छ। त्यसै गरी अन्य पर्यटकीय स्थलहरूसँग ससाना पर्यटकीय स्थलहरूसँग जोड्ने विभिन्न बाटोहरू चाहिँ मर्मतको कार्य, कतिपय ठाउँमा चाहिँ ट्र्याक खोल्ने कार्य, कतिपय ठाउँमा त्यसलाई मर्मत अपग्रेडिङ गर्ने कार्यहरू पनि पालिकाको लगानीमा भएको मैले जानकारी गराउन चाहन्छु। गेरुवा र कर्णाली नदी सँगसँगै बुढीकुलोमा पनि जलयात्राको सम्भावना रहेको छ। चिसापानी पुलदेखि ओखरिया इन्टेक र सनकट्टी घाटसम्म र्याफ्टिङ र मोटरबोट सञ्चालन गर्न सकेमा पर्यटन क्षेत्रमा थप टेवा पुग्ने थियो। कर्णाली नदीमा तपाईँको मोटरबोटहरू र्याफ्टिङका कुराहरू छन्, र्याफ्टिङ र सँगसँगै अब हामीले अब जिप लाइनहरू पनि हामीले सञ्चालन गर्न सक्ने एकदमै प्रबल सानो खर्चमा त्यो गर्न सक्ने अवस्थाहरू रहन्छ। जस्तै अब स्काई साइक्लिङहरू होइन, यो सामान्य खर्चमा तपाईँको गरेर पर्यटकहरूलाई तपाईँको आकर्षण गर्न सक्ने अवस्थाहरू छ। गाउँपालिकाले निजी क्षेत्रसँग सहकार्य गरी आगामी वर्षमा मोटरबोट र र्याफ्टिङ सञ्चालन गर्ने योजना बनाएको छ। त्यो गेरुवा नदीको भङ्गालोमा रहेको पानीमा हामीले चाहिँ र्याफ्टिङको अथवा चाहिँ मोटरबोट चाहिँ सञ्चालन गरेर चिसापानीसम्म लैजान सकेको भए अझ हामी कहाँ पर्यटन प्रशस्त आउने सम्भावना र गाउँपालिका आम्दानी स्रोतमा जुट्ने सम्भावना देखिन्छ र सोको लागि हामीले अध्ययन गरिरहेका छौँ। परम्परागत शैली र धार्मिक महत्त्वका मठ मन्दिरहरूको निर्माण र स्तरोन्नतिका काम गरिएको छ। धार्मिक पर्यटनलाई बढावा दिनका लागि गौशाला र सो क्षेत्रमा मन्दिर निर्माणको योजना अगाडि बढाएको छ। गौशालालाई व्यवस्थित गरी त्यसबाट गाउँपालिकाको आम्दानीको स्रोत बनाउने योजना रहेको छ। स्थानीय जातका गाईहरूलाई सुरक्षित राख्नको लागि हामीले एउटा गौशाला पनि निर्माण गरेका छौँ। त्यो गौशाला एकदम प्राकृतिक रूपमा जङ्गलमा रहेको छ र हामीले अहिले करिब 250 वस्तुहरू चाहिँ त्यहाँ हामीले संरक्षण गर्न राखेका छौँ। र हामीले गाउँपालिकाको उद्देश्य के छ भन्दाखेरि एउटा हिन्दूहरूको चाहिँ एउटा माताको रूपमा गौमाताको संरक्षण गर्ने र त्यसलाई एउटा चाहिँ गाउँपालिका सानो आम्दानी स्रोत चाहिँ जुटाउने हाम्रो चाहिँ उद्देश्य रहेको छ। साथै हामीले भविष्यमा चाहिँ त्यो गौशाला क्षेत्रमा एउटा सुन्दर मन्दिर स्थापना गरेर त्यहाँ चाहिँ धार्मिक पर्यटनहरूको लागि समेत हामीले प्रबन्धन गर्ने हाम्रो चाहिँ गाउँपालिकाको उद्देश्य र नीति रहेको छ। र साथै कला संस्कृति जोगाउन र प्रवर्धन गर्नका लागि गाउँपालिका र ओडाहरूले लगानी गरिरहेका छन्। थारू, सोनाहा, मगर लगायतका समुदायको परम्परागत कला संस्कृति र रहनसहनको संरक्षणका कामहरू भइरहेका छन्।
म चाहिँ घरबाट आफै 50,000 चाहिँ छुट्यायौँ हामीले। अहिले चाहिँ यो संस्कृतिको लागि चाहिँ लेहेङ्गा, ढोलक, मादल, गहनाहरू किनेको छौँ। अहिले हामीलाई गर्न त धेरै सहयोग गर्नुपर्छ, यो सरकार गरेपछि घर पनि बनाइदिनु छ। अनि अहिले चाहिँ आफू कार्यकालमा बस्दैखेरि चाहिँ मैले 1 लाख रुपियाँ त्यहाँ छुट्याउन सकेँ जनसङ्ख्या तथ्याङ्कको लागि। अब सोनाहरूलाई चाहिँ पर्यटनसँग जोड्दा चाहिँ आफ्नो अब कल्चरहरू देखाउने नाचहरू, संस्कृति संरक्षणको नाचहरू हाम्रो चाहिँ कसैसँग नि मिल्दैन त्यो नाच होइन। त्यो नाच देखाउने गीतहरू हुन्छ, हाम्रो आफै मुखबाटै गएको गीतहरू हुन्छ। अनि के भन्छन् हामीले चाहिँ अब माछा मारेर देखाउन सक्छौँ, सुन चालेर देखाउन सक्छौँ, वेशभूषाहरू देखाउन सक्छौँ। हाम्रो अब पहिचानै छुट्टै छ, भाषाभाषी छुट्टै छ, हाम्रो कोहीसँग नि त्यसरी मिल्दैन। समुदाय स्तरको चाहिँ कला संस्कृतिहरूको पहिचानको लागि, त्यसको संरक्षणको लागि चाहिँ अब त्यति ठुलो रकमको आवश्यकता नपर्ने र वडाबाटै पनि यसको चाहिँ व्यवस्थापन हुन सक्ने भएकोले गर्दाखेरि सुरुवातमै योजना तर्जुमाकै क्रममा वडाहरूबाट नै यसको चाहिँ व्यवस्थापनको लागि उनीहरूले व्यवस्था गरिदिनु भएको छ। जस्तो हाम्रो यहाँको हकमा अलिकति थारू बहुल क्षेत्र भएकोले गर्दाखेरि थारू जातिको विशेष गरेर अब दसैँको अवसरमा अनि माघीको अवसरमा उहाँहरूको चाहिँ कला संस्कृतिलाई झल्किने खालको कार्यक्रमहरूको लागि वडाले नै छुट्याइदिएको हुन्छ पैसा, अनि त्यसरी नै सञ्चालन भइरहेको हुन्छ। त्यस्तै अब यहाँको भएको के भन्छ पहाडी समुदायहरूकोमा जस्तो तीज पर्वहरूको अवसरमा जहाँ जमघट बढी हुन्छ, मान्छेहरूको भेला बढी हुन्छ, सम्बन्धित वडाले नै चाहिँ व्यवस्था गरिदिएको हुन्छ। यो महोत्सवहरू सञ्चालन भइरहेको हुन्छ। महोत्सवहरूको सवालमा पनि अब उहाँहरूले पेश गर्नुहुन्छ। अब वडाले सकेपछि खण्डमा वडाले नै व्यवस्था गरिरहेको हुन्छ र उहाँहरूलाई चाहिँ अलिकति त्यस्तो समस्या भयो भने त्यसको लागि चाहिँ गाउँपालिकामा चाहिँ के अरे वडाले सिफारिस गरेर पठाउँछ। त्यसको आवश्यक व्यवस्थापन चाहिँ गाउँपालिकाले गरिदिने अवस्था छ। पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना भएको यस गाउँपालिकामा पछिल्लो समयमा सीमित स्रोत भए पनि यसतर्फ लगानी बढाउँदै गएको छ। पर्यटकीय क्षेत्रको सम्भावनाको खोजी गर्दै सो क्षेत्रलाई थप व्यवस्थित गर्दै लगिएको छ। हाम्रो चाहिँ प्रमुख लक्ष्य चाहिँ के थियो भने पालिकाको जुन कर्णाली नदी व्यवस्थापन आयोजनाले रिङ रोड के अरे त्यो तटबन्धनहरू गरिराख्नु भएको छ, त्यसको किनारमा यो गेरुवा गाउँपालिका र राजापुर नगरपालिका सबै त्यसमा पर्दछ। गेरुवा गाउँपालिका नगरपालिका चाहिँ यसरी कर्णाली नदीको छेउछाउमा सबै ड्याम क्लियर भएपछि त्यसमा पिच गरेर प्रत्येक क्षेत्र बनाउने चाहिँ थियो। अब त्यसमा चाहिँ अहिलेसम्म त्यो त्यहीतिर के भन्छ कर्णालीतिर पानी धेरै भएको कारणले त्यतैतिर बनिरहेको अवस्था छ। हामी कहाँ चाहिँ पानी नभएको कारणले अलि चाहिँ यो क्षेत्रमा चाहिँ नभएको अवस्था चाहिँ छ। गाउँपालिका क्षेत्रबाट पर्यटकहरूलाई निकुञ्ज प्रवेश गराउनका लागि बन्जरियामा प्रवेशद्वार निर्माण गरिएको छ भने सडक निर्माणको चरणमा रहेको छ। गेरुवा गाउँपालिका बर्दियाकै एउटा सम्भावना बोकेको पर्यटन प्रवर्धनका लागि एउटा पर्यटकीय क्षेत्रको रूपमा देखिन्छ। गेरुवा गाउँपालिकामा थारूहरूको बसोबास बढी भएको र थारू संस्कृतिहरूको सम्वर्धन गर्दै अगाडि बढ्ने उद्देश्यका साथ होमस्टेहरू सञ्चालनमा आएका छन् भने यस्तो यस्तो हाम्रो अहिले यहाँको कर्णाली नदीको नजिक भएको इन्टेकलाई थप व्यवस्थित गराउँदै त्यहाँ प्रतीक्षालयको स्थापना गर्दै लगेका छौँ र बर्दिया राष्ट्रिय निकुञ्जको पश्चिम गेटलाई पनि निर्माण गर्ने क्रममा र त्यहाँसम्म पुग्ने पहुँच मार्गका रूपमा अहिले विस्तार हुँदै र अब आगामी वर्षमा पनि पहुँच मार्ग विस्तार गर्दै यता पश्चिमद्वारलाई खोलेर यताबाट पनि जस्तो धनगढीतिरबाट आउने पर्यटकहरूलाई यताबाट आउँदा करिब 1.5 घन्टामा यहाँ आउन सक्ने र उहाँहरूलाई यताबाट बर्दिया राष्ट्रिय निकुञ्ज हेर्न सक्ने अवस्था सिर्जना गर्नका लागि हामी अगाडि बढिरहेका छौँ। गाउँपालिका नै बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ।
निकुञ्जबाट आउने हात्ती, बाघ, चित्तल लगायतका जङ्गली जनावर गेरुवा गाउँपालिकाको ठूलो चुनौती बन्दै गएको छ। गेरुवा गाउँपालिकावासीहरू हालसम्म वन्यजन्तुबाट पीडित भएका छन्। वन्यजन्तु पर्यटकलाई देखाएर जीविकोपार्जन गर्ने गरी योजना बनेको पाइँदैन। जङ्गली जनावर को आतंक त बढी छ। यहाँ धनजनको क्षति पनि भइरहेछ र यहाँ त्यति धनजनको क्षति हुँदा पनि जुन खालको यहाँका समुदायले पर्यटकैबाट लिनुपर्ने फाइदाहरू, राज्यबाट लिनुपर्ने फाइदाहरू, बर्दिया राष्ट्र निकुञ्जबाट लिनुपर्ने फाइदाहरू अझसम्म भएको छैन। सायद मलाई लाग्छ यो पर्यटकलाई यहाँ भित्राउन पाए जुन खालको यहाँका समुदाय जुन जङ्गली जनावरबाट हामी जुन त्रसित र जुन धनजनको क्षति भइरहेछ त्यसको सायद केही न केही उपलब्धि हुन्छ जस्तो लागिरहेछ मलाई। वार्ड नम्बर 5 अन्तर्गत हाम्रो बर्दिया राष्ट्र निकुञ्ज पश्चिम सेक्टर बन्जरिया रेन्जर पोस्ट पनि वार्ड नम्बर 5 मै पर्छ। त्यसले गर्दा पर्यटक आउन् भनेर हामीले एउटा वार्ड नम्बर 6 र 5 को सिमानामा प्रवेशद्वार पनि निर्माण गरिसकेका छौँ र पर्यटकलाई भित्राउनको लागि हामी गेरुवा गाउँपालिकाबाट केही न केही सुरुवाती चरणमा छौँ र भोलिका दिनमा पक्कै पनि हामी सफल हुन्छौँ जस्तो लागिरहेछ। गेरुवा नदीकै छेउमा बसेर वन्यजन्तु हेर्न पाउने गरी संरचनाहरू निर्माण गरिनुपर्दछ। नदी किनारलाई कोरिडोरको रूपमा विकास गरी पैदल मार्ग, साइकल मार्ग र जीप सफारीको रूपमा अगाडि बढाउन जरुरी छ। साइडमा तटबन्धन गर्ने, माथि चाहिँ रोड निकाल्ने किनारमै सिमानामा हामीले तटबन्धन गरेर त्यसको माथि बाटो बनाएर चाहिँ बनाउको त्यहाँदेखि स्टार्ट गर्यो भने इन्टेक हुँदै यो ट्युनी राजापुर नगरपालिकासँग जोडिनमा हाम्रो 36 किलोमिटर चाहिँ छ। जुन हामीले मेसवायर लगाएको छौँ नि त्यो एरिया चाहिँ के छ भने बाटो त्यसरी बाहिरी रिङ रोड पनि हुन्थ्यो। त्यो एउटा कन्सेप्ट ल्याएर हामीले त्यति बेला त डिपिआर पनि बनायौँ र त्यो काम चाहिँ खास गरी यो आर्थिक चाहिँ हुन सकेन, पालिकाले गर्न सकिने परिस्थिति भएन। हामीले त्यो सबै डिपिआर गराएर पेस पनि गरेका छौँ र यो ठाउँमा भविष्यमा चाहिँ के छ भने हामीले यो कार्यमिक रूपले गर्दै गयौँ र हाम्रो सबै चिज संरचनाहरू पनि भयो भने पर्यटक निकै आकर्षण गर्ने सम्भावना चाहिँ बढी देखिन्छ गेरुवा गाउँपालिकाको। गेरुवा गाउँपालिका जैविक विविधताको अनुपम उपहार हो। कतिपय पर्यटकीय स्थानहरूमा मानवीय क्रियाकलापले गर्दा वास्तविक प्राकृतिक जैविक विविधता हेर्न पाइँदैन। गाउँपालिकाले जैविक विविधताको संरक्षण सँगसँगै पर्यटकीय क्षेत्रको रूपमा विकास गरेमा पर्यटकहरूको लागि नयाँ गन्तव्य बन्न सक्छ। वन्यजन्तुबाट पीडित गेरुवावासी वन्यजन्तुलाई देखाएर आर्थिक उपार्जन गर्न सक्ने बनाउन सकिन्छ। यसतर्फ सबैले सोच्न जरुरी रहेको छ।